यो सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्रीको कडा निर्देशनको छोटो जानकारी हो। देशको सर्वोच्च कार्यकारी तहबाटै आएको यो अप्रत्याशित कदमले नि वर्षौंदेखिको यो जटिल र संवेदनशील मुद्दामा सरकार अब साँच्चीकै एक्सनमा जान लागेको स्पष्ट पारेको छ, जसले जो कोहीलाई पनि झस्काउन सक्छ। अब मुख्य कुरातिर लागौं है त। पहिलो कुरा, प्रधानमन्त्रीले सिधै हाम्रा सुरक्षा प्रमुखहरूलाई नै निर्देशन दिनुभएको छ। हेर्नुस्, यो कुनै सामान्य सरकारी पत्राचार वा नियमित सूचना मात्रै पक्कै होइन। यसलाई त कुनै ठूलो अपरेसनमा जानु अघि बजाइएको रेड अलर्ट अर्थात् खतराको घण्टीको रूपमा पो बुझ्नुपर्छ। यसले के देखाउँछ भने नि सरकार अब तत्कालै कदम चाल्ने मुडमा छ। त्यसपछि दोस्रो कुरा, सुरक्षा संयन्त्रलाई दिएको यो निर्देशनको एउटै मात्र लक्ष्य छ, त्यो हो सुकुम्बासी बस्ती हटाउने कडा तयारी गर्नु। तर यहाँनेर मेरो दिमागमा एउटा गम्भीर प्रश्न खेलिरहेको छ। तपाईँ आफै सोच्नुस् त कि यसरी सुरक्षा फौजको बल प्रयोग गर्दैमा दशकौंदेखि जरा गाडेर बसेको यो यति गहिरो मानवीय र सामाजिक समस्याको साँच्चीकै दिगो समाधान निस्केला त? जे होस्, समग्रमा भन्नुपर्दा सरकारले सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा फौजलाई नै तम्तयार राख्दै अब एकदमै कडा नीति अख्तियार गर्ने स्पष्ट सन्देश दिएको छ।